यति बेला भने हाम्रो प्रतीक्षाको घोडी समाप्त भइसकेको छ। हाम्रो गौरव पररिण महानिरीक्षक श्री दानबहादुर कार्कीको आगमन हामीले देख्न सक्छौँ। उहाँलाई सबैले स्वागत गरिदिनु होला। सबै पदाधिकारीहरूले, अतिथिहरूले हाम्रो गौरव हुनुहुन्छ, गुल्मीको गौरव हुनुहुन्छ। देशले उहाँलाई मानेको छ। सँगै हामी गुल्मीलेहरूले दानबहादुर कार्कीप्रति ठुलो गौरव गर्दछौँ। आजको गुल्मी कलाकार समाजको यो गुल्मी तीज उत्सवको हाम्रो प्रमुख अतिथि हुनुहुन्छ। प्रमुख अतिथिको आसन ग्रहण गरिनुको लागि म हार्दिक सँगसँगै अनुरोध गर्दछु। सबैले ताली बजाएर उहाँलाई स्वागत गरौँ। आजको कार्यक्रमको प्रमुख अतिथि, प्रमुख आकर्षक परि नायक निरीक्षक श्री दानबहादुर कार्कीज्यूलाई हार्दिक स्वागत छ कार्यक्रममा। अब पनि हाम्रा औपचारिक कार्यक्रमहरू अगाडि बढ्नेछन्। हाम्रो महासचिवजी, प्रवक्ताजी रेशमाजी आइदिनु होला र अबको कार्यक्रमलाई हामी ढिला नगरी अगाडि बढाउँछौँ, किनभने हामीले प्रतीक्षा गर्नुभएको व्यक्तित्व आइसक्नु भएको छ।